2075 साल साउन 10 गते इतिहासको एउटा कालो दिन र आजको दिनसम्म न्याय नपाएको एउटा कालो सत्य। निर्मला पन्तको बलात्कारपछि हत्या। फागुन 23 गते शनिबारको दिन क्लास जान्छु भनेर निस्केको निशा घर नआएपछि आमाले उनलाई फोन गर्छिन्, तर उनको फोन स्विच अफ भएको हुन्छ। त्यसको केही समयपछि उनले विद्यालयमा सम्पर्क गर्छिन्, त्यहाँ पनि सम्पर्क हुन सक्दैन। र त्यसको केही समयपछि आमालाई एउटा नयाँ नम्बरबाट फोन आउँछ, जसमा इनिसा वीरेन्द्रनगर 4 स्थित शहीद पार्क नजिकैको सामुदायिक वनमा बेहोस अवस्थामा रहेको जानकारी आउँछ। त्यसपछि आमा घटनास्थल पुग्छिन्। आमा घटनास्थल पुग्दा इनिसा रक्ताम्य अवस्थामा थिइन्। उनको भनाइअनुसार छोरीको शरीर छिया छिया जस्तै थियो, रक्ताम्य, कतै कपाल लुछेको जस्तो। घटनास्थल पुगेको प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पतालमा पुर्याउँछन्, तर डाक्टरहरूले उनलाई त्यहाँ मृत घोषणा गर्छन्। त्यसपछि अनुसन्धानको क्रममा प्रहरीले सोही दिन 16 वर्षको एक किशोरलाई पक्राउ गर्छ। उनले प्रहरीसँग आफू र इनिसा प्रेमी प्रेमिका भएको भनेर बयान दिएको बताएका छन्। उनीको बयानको आधारमा भोलिपल्ट फागुन 24 गतेको दिन थप 3 जना 15, 16 र 17 वर्षको बालकहरू पनि पक्राउ पर्छन्। उनीहरूमध्ये एकजना बाहेक सबैजना इनिसाकै कक्षामा पढ्ने साथीहरू हुन् भनिएको छ। यो घटनापछि उनको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै चारैजना विरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएको छ। त्यसो त यता इसानीको पोस्टमार्टम रिपोर्टमा पनि बलात्कार भएको देखिएको छ भने यता अनलाइन खबरमा आएको समाचार अनुसार पोस्टमार्टम रिपोर्टमा संवेदनशील अङ्ग च्यातिएपछि अत्याधिक रगत बगेको कारण उनको मृत्यु भएको देखिएको छ। तर पक्राउ परेका किशोरले भने आफूहरू ट्युसन नगई मर्निङ वाकमा गएको र सो क्रममा अत्याधिक रक्तचाप भएपछि साथीहरूलाई सहयोगको लागि बोलाएको भनेर बयान दिएका छन्। यता प्रहरीले भने मर्निङ वाक जाने बाहनामा बोलाएर जबरजस्ती गरिएको हुन सक्ने आशंका गरेको छ। इनिसाका बुबा वैदेशिक रोजगारका लागि दुबईमा थिए, तर मध्यपूर्वमा भइरहेको तनावका कारण उडानहरू रद्द भएकाले 6 दिनपछि बिहिबार मात्र उनी देश आइपुगे। यो घटनापछि वीरेन्द्रनगर लगायत देशभर यो घटना छानबिन गर्न माग गर्दै र्याली र प्रदर्शन भइरहेको छ भने यता प्रहरीले पनि नियन्त्रणमा लिएको चारैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। यसका साथै प्रहरीले पक्राउ गरेकाहरूले झुटो बोलिरहेको हो कि होइन भनेर पोलिग्राफी टेस्ट समेत गर्नेछ। यी सबै अहिलेसम्म इनिसाको घटनामा सार्वजनिक भएको कुरा हो र अब थप अनुसन्धानको जिम्मा सिआइबीले गर्ने भएको छ। यसरी घटनाको क्रम अघि जाँदा थप प्रमाण र जानकारी आउनेछन्। तर इनिसाको घटनाले यो देशमा यस्तै प्रकृतिको कयौँ घटनामा कहिलेसम्म इनिसा, निर्मला जस्ताले ज्यान गुमाउनु पर्ने हो। त्यस्तै 2077 सालमा बैतडीमा 17 वर्षीय भागरथी भट्टको विद्यालयबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या भएको थियो। सोही वर्ष बझाङकी 12 वर्षीय सम्झना विकको भोट जाने क्रममा मन्दिरभित्र बलात्कारपछि हत्या भएको थियो। अब कुरा गरौँ नेपालमा बलात्कारको शिकार हुनेहरूमध्ये ठूलो हिंसा बालबालिकाहरूको छ। नेपालको तथ्याङ्क अनुसार कुल बलात्कारको घटनामध्ये 62% भन्दा बढी त बालबालिकाकै छन्। यस्तो अवस्थामा न त ती बालबालिकाले प्रतिकार गर्न सक्छन्, न त आफूमाथि भएको घटना राम्रोसँगै व्यक्त गर्न सक्छन्। जस्तै काठमाडौँमा आफ्नै बुबाले 16 वर्षको छोरीको बलात्कार गरेका थिए भने उता तिलोत्तमामा जम्मा 5 वर्षीय बालिकाको बलात्कार भएको थियो। यति मात्र नभई यता ब्युटी प्रेजेन्ट आयोजकले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र पछि ब्ल्याकमेल गरेको चोट सुनाइन्छ। त्यति मात्र नभई उच्च ओहदामा रहेका व्यक्तिबाट पनि महिलाहरू सुरक्षित छैन। 2080 सालमा सप्तरी स्थित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी हिरासतमा भएकी एक महिलालाई प्रहरी डिएसपीले नै बलात्कार गरेका थिए। यस्ता घटना नेपालमा यति छन् कि सुन्दा र सुनाउँदा अर्को महाभारत तयार होला, तर घटना सकिँदैन, किनभने प्रहरीको तथ्याङ्कले नै नेपालमा हरेक दिन 10 जना महिलाहरूको बलात्कार हुने गरेको देखाउँछ। र यो तथ्याङ्कमा लुकेको एउटा कालो सत्य हो। इन्सेकको तथ्याङ्क अनुसार बलात्कार हुने महिला मध्ये 22% भन्दा माथि दलित महिला छन् भने दलित महिला बलात्कृत हुँदा 80% दलित महिलाको हत्या हुने गरेको छ। यो तथ्याङ्कले हाम्रो समाजमा रहेको दलित महिलाहरू दोहोरो जोखिममा छन्, महिला हुनु र अर्को कथित तल्लो जात हुनुको कारणले। अझ भनौँ नेपालमा बलात्कारको घटना भित्रभित्र लुकाइन्छ, अझै पनि पञ्चायत बसेर मेलमिलाप गराउन खोजिन्छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार 68% भन्दा बढी यस्ता घटनाहरू आफन्त र चिनेजानेकै व्यक्तिहरूबाट हुन्छ, जसले आफूले भोगेको दुःख खोलेर व्यक्त गर्न सक्दैनन्। जब कोहीले यस्ता घटनामा आवाज उठाउन खोज्छन् तब परिवार र समाजभित्रबाट दबाब दिई लुकाइन्छ। समाजले पीडितलाई नै दोषी देख्छ, हेला गर्छ, जसले गर्दा महिलाहरू भित्रभित्रै घटना दबाउन थाल्छन्।
महिलाहरू सुरक्षित हुन पुरुष सचेत हुनु जरुरी छ। आफ्नो छोरी चेलीको इज्जत ख्याल गर्ने समाजले अरू छोरी चेलीको इज्जत ख्याल गर्न जान्नुपर्दछ। त्यसो त कागजका पानामा सीमित अधिकारले महिला सक्षम हुन्छन् भन्ने भाष्य सिर्जना गर्ने सरकार पनि त दोषी छ। हामीले नारी पुरुष समान हक अधिकार साथसाथै पूर्ण रूपमा महिला सशक्तिकरण गर्न जरुरी छ। जब महिलालाई अधिकार र स्वतन्त्रता दिइन्छ अनि समाजले लिङ्गका आधारमा विभेद नगरी समान अधिकार दिन्छ अनि यौन जस्ता विषयलाई कुण्ठित रूपमा होइन खुला नजरले हेरिन्छ, जहाँ छोराहरूलाई महिलाको सम्मान गर्न सानैदेखि सिकाइन्छ, त्यहाँ बलात्कार र महिला हिंसाका घटनाहरू कम हुने गरेका छन्। महिलाहरूका लागि युरोपियन देशहरू सुरक्षित मानिन्छन्। नेपालमा भइरहेको नैतिक शिक्षा हटाउँदै कुन नैतिकताले न्याय दिन खोजिरहेको छ न्याय प्रशासन? जबसम्म देशका कलिला छोराछोरीलाई नैतिक ज्ञान पूर्ण रूपमा दिइँदैन राज्य स्तरबाट, तबसम्म समाजमा विद्यमान यस्ता घटनाहरू हुने नै छन्। अबका दिनबाट कोही छोरीहरू बलात्कृत हुनु नपरोस्।